नमस्कार सबैजनालाई। आज प्याटर्न्स फर कलेज राइटिङको युनिट 1 मा हामी अलिकति चर्चा गर्छौँ। राइटिङ प्रोसेसमा हामी जानुभन्दा अगाडि युनिट 1 मा हाम्रो टपिक छ रिडिङ टु राइट बिकमिङ अ क्रिटिकल रिडर भनेको छ। टु बी अ क्रिटिकल रिडर्स वी हेभ टु रिड अ बुक टु गेट अ नोभिस आइडिया भन्छ। कुनै पनि नयाँ कुराहरू नयाँ आइडियाहरू हामीले चाहिँ पुरस्कृत गर्नको लागि अथवा चाहिँ हामीले डेलिभर गर्नको लागि चाहिँ केही कुराहरू केही बुकहरू चाहिँ हामीले अन्ततः पढ्नुपर्ने हुन्छ र त्यही पढेकै आधारमा चाहिँ हामी एउटा क्रिटिकल रिडरको रूपमा क्रिटिकल थिङ्करको रूपमा हामी चाहिँ के हुन सक्छौँ त इस्ट्याब्लिस हुन सक्छौँ। जस्तो to be a successful writer we need to read much भन्छ। जस्तो कुनै पनि एउटा चाहिँ राइटर हुनको लागि अथवा चाहिँ कुनै पनि राइटिङ कन्टेक्स्टलाई कम्प्लिट गर्नको लागि चाहिँ उसले डिफ्रेन्ट टाइप्स अफ बुकहरू डिफ्रेन्ट कन्टेक्स्टहरू चाहिँ पढेको हुनुपर्छ भन्छ। इफ यु रिड मच यु क्यान बी अ क्रिटिकल रिडर्स भन्छ। किनभने हामीले जति पढ्छौँ जति धेरै हामीले चाहिँ अध्ययन गर्छौँ जति धेरै कुराहरू हामीले चाहिँ जानकारी लिन्छौँ त्यति मात्रामा हामी चाहिँ एउटा के त क्रिटिकल रिडरको रूपमा क्रिटिकल थिङ्करको रूपमा चाहिँ हामी आफू डेभलप हुँदै जान्छौँ। र वाइल रिडिङ पे द स्पेसल अटेन्सन्स अन द फलोइङ पोइन्ट्स भनेर यहाँ मैले केही पोइन्ट्सहरू तपाईँहरूलाई चाहिँ दिन खोजेको छु। किनभने केही चिजहरू पढ्नको लागि चाहिँ हामीले स्पेसल्ली के त भन्दा केही कुराहरूमा चाहिँ अटेन्सन गर्नुपर्छ है। हामीले पढ्ने भन्ने कुरालाई चाहिँ एउटा सर्फेसली पढ्ने होइन, त्यसमा भएको कुराहरू त्यसमा राइटरले दिन खोजेको उसको चाहिँ पोइन्ट अफ भ्यूका कुराहरू होइन, उसको चाहिँ अब्जेक्टिभ्सका कुराहरू उसको थेमेटिक आस्पेक्टका कुराहरू सबै कुराहरूलाई चाहिँ हामीले ख्याल गर्नुपर्ने हुन्छ। किनभने सर्फेस रिडिङले कुनै पनि क्रिटिकल रिडरलाई क्रिटिकल थिङ्करलाई चाहिँ हेल्पफुल हुँदैन अथवा चाहिँ हामीले केही कुराहरू कोप गर्नको लागि चाहिँ त्यति हामीलाई सहज हुँदैन। त्यस कारणले गर्दा केही कुराहरू केही हामी क्रिटिकल थिङ्कर हुनको लागि चाहिँ हामीले कस्ता कस्ता कुराहरूमा ख्याल गर्ने अथवा चाहिँ के कुराहरूलाई चाहिँ पोइन्ट आउट गर्ने भन्ने कुराहरू हुन्छ। फर्स्टमा चाहिँ हामीले डिटरमाइन द पर्पस, तपाईँको उद्देश्य के हो, तपाईँले खोजेको कुरा के हो, तपाईँले त्यसबाट चाहिँ जान्न खोजेको कुरा के हो त्यसलाई हेर्ने। सेकेन्डमा प्री भ्यू भन्छ। प्री भ्यू भनेको मतलब अथवा हामीले चाहिँ स्किम भन्न खोजेको हो। यो स्किम द टेस्ट टु गेट अ सेन्स अफ द मेन आइडियाज अथवा चाहिँ की पोइन्टहरूलाई एप्रोप्रिएटिभ पोइन्ट्सहरूलाई चाहिँ के गर्ने त जेनरली चाहिँ एम्फसाइज गर्ने भनेर भन्छ। र त्यसको लागि चाहिँ हामीले अरू कुराहरू फर्दर अरू प्रोसेसहरू हुन्छ। जस्तो लुक एट द टाइटलका कुराहरू होला, तपाईँको चाहिँ ओपनिङ एन्ड क्लोजिङ प्याराग्राफका कुराहरू होला, प्याराग्राफहरूको फर्स्ट सेन्टेन्सको चाहिँ कनेक्सन होला, सपोर्टिङ पार्ट कस्तो छ कुराहरू होला, त्यसमा चाहिँ फर्मेटको कुराहरू हुनसक्छ, त्यसमा हामीले दिएको पङ्क्चुएसनको कुराहरू हुनसक्छ, ग्रामेटिकल कुराहरू हुनसक्ला होइन, अथवा चाहिँ हामीले प्रेजेन्ट गरेका इन्फर्मेसनका कुराहरू चाहिँ कसरी इन्फर्म गरेको छ, कलर कम्बिनेसनका कुराहरू यावत कुराहरू चाहिँ यसमा के गरिन्छ त हाम्रो चाहिँ प्रेजेन्ट गर्ने चलन छ। त्यस कारणले गर्दा हामी एउटा क्रिटिकल रिडर हुनको लागि एउटा सर्फेस रिडर अथवा चाहिँ अर्डिनेरी रिडर भएर चाहिँ हामी क्रिटिकल रिडर हुन सक्दैनौँ। क्रिटिकल रिडर हुनको लागि चाहिँ हामीले कुनै पनि टेक्स्टलाई हामीले पढ्दै गर्दा अथवा चाहिँ त्यसलाई एनालाइज गर्दै गर्दा फेरि त्यसको डेप्थमा गएर त्यसको राइटरको मोटिभलाई चाहिँ हामीले ख्याल गरेर राइटरले दिन खोजेको थेमेटिक आस्पेक्टलाई चाहिँ ख्याल गरेर र त्यो कन्टेक्स्टमा उसले चाहिँ कुन सिचुएसनमा लेखेको होइन, कस्तो खालको चाहिँ ब्याकग्राउन्डमा उसले क्रिएट गरेको छ, ती सबै कुराहरूलाई चाहिँ हामीले एनालाइज गर्नुपर्ने हुन्छ है। कतिपय कुराहरू रिलिजियस आस्पेक्टमा लेखेको हुन्छ, कतिपय कुराहरू कल्चरल आस्पेक्टमा लेखेको हुन्छ, कतिपय कुराहरूमा चाहिँ
सोशल आस्पेक्टहरू हुन्छ। त्यस कारणले गर्दाखेरि त्यो कुन आस्पेक्टमा लेखिएको छ र हामीले त्यो कुराहरू पढ्दै गर्दाखेरि हामीले कुन कुरालाई कहाँ लगेर हामीले चाहिँ जोड्दैछौँ भन्ने कुरा चाहिँ थाहा हुनु पर्यो। त्यो भयो भने बल्ल हामी चाहिँ के हुन सक्छौँ त र क्रिटिकल रिडरको रूपमा चाहिँ हामी डेभलप हुन सक्छौँ। र क्रिटिकल रिडर हुनको लागि चाहिँ के त हामीले पढेको टेक्स्टबाट चाहिँ हामीले न्यू आइडियाहरू चाहिँ जेनेरेट गर्न सक्नु पर्यो। त्यो जेनेरेट गरिएका न्यू आइडियाहरूलाई चाहिँ हाम्रो के त राइटिङ र रिडिङमा चाहिँ हामीले रिसेन्टली अप्लाई गर्न सक्नु पर्यो। तब बल्ल हामी चाहिँ के हुन्छौँ त एउटा क्रिटिकल रिडर्स अथवा चाहिँ क्रिटिकल थिङ्कर्सको रूपमा चाहिँ हामी डेभलप हुन सक्छौँ।